हेलो साथीहरू, गुड आफ्टरनुन। न्यू डे न्यू ब्लगको साथमा म उपस्थित भइसकेको छु तपाईँहरूको सामुन्ने। सन्चो बिसन्चो कस्तो छ हजुरहरू? सन्चै होला भन्ने म आशा गर्छु। आजको ब्लग चाहिँ खासै केही छैन, त्यस्तै हो। अब चाहिँ हाम्रो बाटोमा हिँडिरहेको छु। लास्टसम्म हेरेर साथ दिनु होला यो ब्लगलाई कस्तो छ भन्ने। हेर्नुहोस् त, हाम्रो भाइ पनि यता हिँडिरहनु भएको छ। हेर्नुहोस् गाइस, यताको रोड यस्तो छ, हेर्नुहोस् त। यस्तो छ, दोकानहरू पसलहरू यस्तो छ, यस्तो जङ्गल छ, यस्तो छ। हेर्नुहोस् गाइस, यस्तो छ है, हेर्न सक्नुहुन्छ गाडी गइरहेको छ। हेर्नुहोस् गाइस, यतापट्टि घर यस्तो छ, हेर्नु यतापट्टि घरहरू त कस्तो रमाइलो बनाएको छ घरहरू, एक से एक छ नि घरहरू है। यता त हाम्रो भाइ हिँड्दै गर्नुहुन्छ अरे, हेर्न सक्नुहुन्छ। हेलो सेरे, हाई गरिदेऊ न यार, के तपाईँको पारा यस्तो हो भाइ, यसरी चल्दैन हो। हेर्नुहोस् है भाइहरू, हेर्नुहोस् यतापट्टि घर, हेर्नुहोस् कस्तो मजा मजा घर लाउने घर छ नि त। देखाउनु चाहियो। हेर्नु त कस्तो मोडल घर बनाएको छ घर त बाबा। हेर्नुहोस् त यो, यसलाई नेपालीमा जाति के त जाति के भन्छ, नेपालमा पनि के भन्छन् थाहा छैन। थाहा भएपछि कमेन्ट गर्नु होला है। यत्रो गेट हेर्नु कस्तो बनाएको छ, गेट कस्तो राम्रो बनाएको छ। हेर्नुहोस् त कस्तो छ गेट, कस्तो राम्रो छ डिजाइन। लामो लागि गेटको डिजाइन कस्तो राम्रो बनाएको छ।